हामीले चाहिँ पहन बेत खोजेर लिएर आएर यसरी यस्तो यो पहन बेत हो। यसलाई सफा गर्नुपर्छ। सफाइ गरेर चना चना बनाएर यस्तो हुन्छ है पत्ता यसको यसरी 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 गरेर यस्तो चना चना बनाएर त्यहाँबाट चाहिँ सुकाएर मिलमा पिसेर त्यहाँबाट चाहिँ धुलो बनाएर लाने हो। यो पहन बेत यासा गुम्बा जस्तो देखिएछ। यासा गुम्बा जस्तो देखिएछ होइन। यो धेरै दबाई हुन्छ यसरी खोज्दै यस्तरी यसरी पहन बेत यो पहन बेत है। नजिकबाट देखिदिन्छु हजुर। यो पत्ता हो यस्तै नछोएर यस्तरी खुर्किँदै छन्। कोही खुर्किँदै कोही काट्दै हुन्छ यतिकै ठिकै छ। यासा गुम्बा जस्तो देखिएछ। पहन बेत यस्तो सफा गर्नुपर्छ। देख्दा यस्तो छ यसलाई चाहिँ हामीले सफा गर्नुपर्छ। टिप्नु पर्दैन। त्यही गर नि त त्यस्तो गर्नुपर्छ। यसरी ओके भाइ।